सगरमाथा बोर्डिङ स्कुल, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल त्यत्तिकै सगरमाथा नाम भएको जुरेको रहेन रहेछ। सगरमाथा जस्तै ठुलो मन रहेछ यो विद्यालयको। त्यही भएर हाम्रो चलचित्र मनबिनाको धनको प्रदर्शनको हिँडिरहँदा पहिलो विद्यालय हो जसले यति ठुलो मन पारेर हामीलाई सपोर्ट गरिदिनु भयो। त्यसैले पनि मैले यो कुरा जोडेँ, सगरमाथा त्यत्तिकै नाम जोडेको होइन रहेछ। तपाईँहरूको मन पनि सगरमाथा जस्तै उच्च रहेछ, ठुलो रहेछ। एकचोटि ताली बजाइदिनुहुन्छ। हाम्रो चलचित्र मनबिनाको धन यतिखेर देशैभरि प्रदर्शन भइरहेको छ। यहाँको हिजो एउटा टोलीले हेर्नुभयो, हामीलाई प्रतिक्रिया पनि दिनुभएको थियो। सोसियल मिडियामा एकदमै धेरै भाइरल भइरहेको छ। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अब असङ्ग्रमण यहाँ भइरहँदाखेरि हजुरहरूले सोसल स्टडीमा पढिरहेका कुराहरू धेरै कुराहरू यहाँ रिलेट हुनसक्छ। त्यहाँ हजुरहरूले बुकमा पढ्नु भएको छ भने यहाँ हामीलाई प्रत्यक्ष दुवैजनालाई अगाडि फिजिकली प्र्याक्टिकली देखेर पनि धेरै कुरा प्र्याक्टिकल नलेज पाइरहनु भएको छ जस्तो लाग्छ। र चलचित्रको उद्देश्य, हाम्रो मनबिनाको धनको उद्देश्य रहेको छ हाम्रा गुरुहरू कहिले पनि मर्नु नपरोस्, गुरुहरू अमर रहनु, हो कि होइन? चलचित्रमा एउटा डाइलेग आउँछ, तपाईँहरूले हेर्नुहुनेछ। एकचोटि छातीमा हात राखेर भनौँ त हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ, हो कि होइन? 99% हामी, म आफैको पनि एन्सर योभन्दा अगाडि थिएन र अब सबैको एन्सर हुनेछ हामीले के गर्यौँ छातीमा हात राखेर भन्दा। कम्तीमा मैले मनबिनाको धन भन्ने चलचित्र चाहिँ हेरेँ। किनभने यो चलचित्रबाट हामी देशैभरिका विद्यालयहरूमा शिक्षक तथा कर्मचारीहरूका लागि कल्याणकारी कोष खडा गर्दैछौँ, जुन चाहिँ चलचित्रमा हजुरहरूले इन्डमा क्लाइमेक्समा हेर्न र बुझ्न पाउनुहुनेछ। र यो इनिसिएसनको लागि सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले जसरी हामीलाई नेपालगञ्ज अथवा भनौँ संसारभरिबाट पहिलो हामीलाई यसरी सपोर्ट गरिदिनु भयो, अझ नेपालगञ्जको यति धेरै माया हामीलाई दर्शाइदिनु भयो। यही भिडियो हेरेर हामी हिजो गएको हामीले गरेको कार्यक्रमहरू अरू धेरै विद्यालयहरू पनि जोडिरहनु भएको छ र पक्कै पनि उहाँहरूको पनि साथ पाउनेछौँ हामीले। यति भन्दै थोरै हामी अहिले गीत गाउँछौँ, तर अशोकले पनि थोरै बोलोस्। अशोकलाई नमस्कार सबैजनालाई। ओके, म धेरै बोल्दिनँ, त्यसपछि हामी गीत गाउँछौँ। म चाहिँ मनको कुरा भन्न चाहन्छु। पक्कै पनि हाम्रो लागि जीवनमा सबैभन्दा ठुलो चिज के हो? होइन, सबैभन्दा ठुलो चिज पढाइ हो है, सबैले जान्नुपर्ने कुरा। पक्कै पनि हुन त मेरो पनि पढाइ कमजोर छ, किनभने मैले सानैदेखि पढ्न पाइनँ, त्यो कारणले पनि मेरो पढाइ कमजोर छ। मलाई पढ्न पनि अल्छी लाग्छ, तर म पढाइमा त्यति नै मिहिनेत गर्ने मान्छे हो। त्यही भएर अहिले टाइम छँदै राम्ररी पढ्नु होला, किनभने आफ्नो बाबा मम्मीको मिहिनेतलाई खेर जान नदिनु होला। एकचोटि सोच्नु त, हाम्रो बाबा मम्मीले दिनरात मिहिनेत गरेर तपाईँहरू चाहिँ मिहिनेत गरेर पढ्नु भएन भने उहाँको मिहिनेत खेर जान्छ। त्यसैले ध्यान दिएर पढ्नु होला। यदि पढाइ कमजोर छ भने राम्ररी ट्युसन लिएर हुन्छ कि पढाइलाई सेल्फ स्टडी गरेर हुन्छ कि आफ्नो पढाइलाई चेन्ज गर्नु होला। जीवनमा पढाइ एकदमै के भन्छ महत्त्वपूर्ण छ, त्यसैले पढ्नु धेरै पर्छ। एकचोटि सबैले मैसँग गीत गाउनुहुन्छ है त। एकछिन म काउन्ट गर्छु, 1 2 3 गो। मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन, आकाशैमा उडी जाने एकसरी भन, दुनियाँलाई नियाले आकाश पनि भन, मन बिनाको धन ठुलो कि धन बिनाको मन, मन बिनाको धन ठुलो कि धन बिनाको मन। Thank you so much. ओके,
दिनुभएको यो माया चलचित्र मन बिनाको धन र हाम्रो टिमलाई दिनुभएको यो माया यो ताली सधैँ हाम्रो कान अनि मन